यो हो Realme को भर्खरै लन्च भएको Realme Note 60X र के यो स्मार्टफोन चाहिँ 15000 मुनि लिनको लागि बेस्ट हो त। फोनको बिल्डको कुरा गर्दाखेरि चाहिँ एल्युमिनियम च्यासिस छ भने आर्मर सेल प्रोटेक्सन भनेर Realme ले यसमा दिएको छ, जसले गर्दाखेरि चाहिँ अलिअलि ड्रप चाहिँ यसले मजाले सहन सक्छ र तपाईहरुले यसमा IP54 वाटर एन्ड डस्ट रेसिस्टेन्ट पनि पाउन सक्नुहुन्छ। अब कुरा गरौँ डिस्प्लेको बारेमा। डिस्प्ले चाहिँ यसमा तपाईहरुले 6.74 इन्चको HD प्लस डिस्प्ले पाउन सक्नुहुन्छ, जुन चाहिँ एउटा IPS प्यानल हो र त्यो सँगसँगै तपाईहरुले 90 हर्ट्ज को सपोर्ट पाउन सक्नुहुन्छ। यसमा परफर्मेन्सको बारेमा कुरा गर्दाखेरि तपाईहरुले यसमा Uni SoC को Tiger T612 octa-कोर प्रोसेसर देख्न सक्नुहुन्छ भने आउट अफ द बक्स तपाईहरुले यसमा Android 14 देख्न सक्नुहुन्छ। मेमोरी र स्टोरेजको बारेमा कुरा गर्दाखेरि चाहिँ बजेट फोन हो, त्यही भएर 4GB RAM छ भने तपाईहरुले यसमा 64GB ROM पनि देख्न सक्नुहुन्छ, जुन चाहिँ एक्सपान्ड गर्न सकिन्छ डेडिकेटेड माइक्रो एसडी स्लटबाट। यसको क्यामेराको कुरा गर्दाखेरि चाहिँ पछाडी डुअल क्यामेरा सेटअप देख्न सक्नुहुन्छ। एउटा चाहिँ 8 मेगापिक्सल हो भने अर्को चाहिँ एक्सिलरी क्यामेरा लेन्स हो र फ्रन्ट क्यामेराको कुरा गर्दाखेरि तपाईहरुले माथि नचमा चाहिँ 5 मेगापिक्सलको एउटा क्यामेरा देख्न सक्नुहुन्छ। र ब्याट्रीको कुरा गर्दाखेरि चाहिँ तपाईहरुले यसमा 5000 mAh को ब्याट्री पाउन सक्नुहुन्छ भने 10 वाट को फास्ट चार्जिङ पनि यसमा सपोर्ट गरेको छ र यो भिडियो क्वालिटी चाहिँ सिधै फोनबाट हो, तपाई आफै देख्न सक्नुहुन्छ कस्तो छ क्वालिटी भनेर। बक्समा तपाईहरुले एउटा ट्रान्सपेरेन्ट केस, चार्जिङ डक र एउटा टाइप सी केबल पाउन सक्नुहुन्छ भने यो चाहिँ तपाईहरुले दुईटा कलर अप्सनमा पाउन सक्नुहुन्छ। यो चाहिँ मार्बल ब्ल्याक हो भने चाहिँ अर्को चाहिँ वाइल्डनेस ग्रीन भनेर कलर अप्सन आउँछ। र यो फोनको प्राइसको कुरा गर्दाखेरि चाहिँ 13499 मा तपाईहरुले आफ्नो अफलाइन मार्केटमा लिन सक्नुहुन्छ भने कम्पनीले 1 वर्ष वारेन्टी पनि दिएको छ। र यदि यो फोनले मलाई पुग्दैन, अलिकति बजेट थपेर म अर्को लिन्छु भनेर सोचिरहनु भएको छ भने चाहिँ Realme Note 60 भन्ने पनि लन्च भएको छ। त्यसको लागि चाहिँ अर्को भिडियो कुर्नुपर्ने हुन्छ। यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्नु होला।